म चाहिँ हजुरहरूको पर्खाइले पर्खेको है त। आज चाहिँ हामीले हेर्न त आइपी एड्रेस भनेको के हो। हामीले पछिल्लो भिडियोमा चाहिँ हामीले हेर्यौँ कि आइपी एड्रेस चाहिँ हजुरहरूको मोबाइलबाट वा कम्प्युटरबाट कसरी निकाल्ने होइन। यति हजुरहरूले हेर्नु होइन भने पछिको भिडियो हेर्न सक्नुहुन्छ होइन। तर आज चाहिँ हामीहरूले चाहिँ हेर्नेछौँ कि आइपी एड्रेसबाट के इन्फर्मेसन निकाल्न सकिन्छ। यति हजुरहरूसँग कसैको नि आइपी एड्रेस छ भने त्यो व्यक्तिको चाहिँ हजुरले के इन्फर्मेसन निकाल्नुहुन्छ त आज हेर्नेवाला छ है त। सबैभन्दा पहिला यहाँ हेर्नुहोस्, आइपी एड्रेस भनेको के हो है त गाइस। आइपी एड्रेसको चाहिँ फुल फर्म हुन्छ इन्टरनेट प्रोटोकल एड्रेस है त गाइस। यो चाहिँ जसरी हजुरको घरको एड्रेस छ त्यस्तो चाहिँ एउटा यो चाहिँ इन्टरनेट हजुरको मोबाइलको चाहिँ एउटा एड्रेस हो है त। अनि यहाँ चाहिँ हामीले चाहिँ आइपिभी4 को चाहिँ इक्जाम्पल हेर्नुहोस् है त गाइस। आइपी चाहिँ दुई प्रकारका हुन्छन्, आइपिभी4 र आइपिभी6। आइपिभी6 को बारेमा पछि हेरौँ न। आज चाहिँ मैले भन्दैछु आइपिभी4 को बारेमा है त गाइस। यसको एउटा इक्जाम्पल लिएको छु, यहाँ हेर्नुहुन्छ 17.172.224.47 हेर्नुहुन्छ। यो चाहिँ 4वटा पेयरमा रहेका छन् र रियलमा नि यस्तै नै हुन्छ है त गाइस। आइपी यो चाहिँ हरेक बाइट चाहिँ 8 बिटको हुन्छ र टोटल चाहिँ 32 बिटको हुन्छ है त गाइस। अब यहाँ चाहिँ मैले एउटा आइपी लिएको छु। त्यो आइपीबाट चाहिँ हामीले के इन्फर्मेसन निकाल्न सक्छ त गाइस। यहाँ हेर्नुहुन्छ, अब यो 17 यो अगाडिको 17 ले चाहिँ के डिनोट गर्छ भन्दाखेरि कुनै पनि कन्ट्रीलाई, कुन कन्ट्रीबाट चाहिँ यो आइपी एड्रेस चाहिँ चलाइएको छ है त गाइस। अनि यो चाहिँ 172 ले के डिनोट गर्छ भन्दाखेरि स्टेटलाई डिनोट गर्छ है त गाइस। त्यो कन्ट्रीको चाहिँ कुन स्टेटबाट चाहिँ त्यो व्यक्तिले चलाइरहेको छ भन्ने कुरो चाहिँ डिनोट गर्छ। अनि यो चाहिँ अर्को पेयर भनेको 224 ले चाहिँ के डिनोट गर्छ भन्दाखेरि आइएसपी इन्टरनेट सर्भिस प्रोभाइडर र सिटी भनेको। अब जस्तै हजुरले चाहिँ फाइबर नेटको चलाउनु भएको छ वा कुन नेट चाहिँ हजुरहरूले चलाउनु भएको छ हो त्यो पनि प्रोभाइड गर्ने भयो। अनि अर्को भनेको चाहिँ हजुर कुन सिटीमा बस्नुहुन्छ हैन त्यो डिनोट गर्ने भयो, काठमाडौँ बुटोल कहाँ बस्नुहुन्छ है त गाइस। अनि अर्को भनेको 47 यो चाहिँ अन्तिमले चाहिँ के जनाउँछ भन्दाखेरि हजुरले कुन डिभाइस युज गर्नुहुन्छ, जस्तै एन्ड्रोइड युज गर्नुहुन्छ कि विन्डो युज गर्नुहुन्छ कि लिनक्स युज गर्नुहुन्छ त गाइस। एउटा च्यामा आइपीबाट चाहिँ हामीहरूले यति निकाल्न सक्छौँ, यति इन्फर्मेसन निकाल्न सक्छौँ र यसरी चाहिँ हजुरको लोकेसन पनि निकाल्न सक्छौँ। त्यस कारणले गर्दाखेरि आफ्नो आइपी चाहिँ त्यही भएर तपाईँ चाहिँ छोड्न भएन भन्ने कुरो हो है त गाइस। यस्तै भिडियो हेर्नु, च्यानललाई हेर्नु, सब्स्क्राइब गर्नु।